दुर्गा प्रसाईको भनाई बरु मेरो सम्पत्ति लिएर जाऊ तर यिनीहरूको पैसा फिर्ता देऊ भन्दै राखे। यस्तो धारणा बालेनले के भनेको थियो भने जनकपुरमा अधिकार लिन काठमाडौँ आउँदैन, आउनु पर्दैन, पशुपतिको दर्शन गर्न आउनुहोस् भने हैन। के हो तपाई पशुपतिको दर्शन गर्न जान लाग्नु भयो? यो व्यवस्था परिवर्तन यो एकछिन म यहीँबाट पनि भन्छु, यदि उहाँहरूको ऋण मिना हुन्छ भने म मेरो सम्पत्ति आधी दिन तयार छु, लैजाऊ तर मिना गरिदेऊ। म त कमाउँछु यार भोलि। सरकारले उहाँहरूको माग पूरा गरिदिनु भयो, तपाईले उठाएका मुद्दा पूरा गरिदिनु भयो भने तपाईले सम्पत्ति पनि दिनुहुन्छ अनि यो उहाँहरुसँग आन्दोलन गर्न पनि छोड्नुहुन्छ? छोडिन्छ। होइन म मेरो सम्पत्ति आधी दिन्छु, लैजाऊ न तर गरिबको ऋण मिना गरिदेऊ, गरिदिउँ न। 20 लाख भन्दा मुनिको ऋण मिना गरिदिउँ न, सबैजनाले सहयोग गरेर गरौँ त। हुनेले सहयोग गरौँ न, ल नहुनेसँग त छैन, हुनेले सहयोग गरौँ त। काम दी अब हेर्नु न यो बच्चाले हेरेको यो हेर्नु त मलाई त अचम्म छ। सरकार